नेकपा एमाले एउटा गतिशील पार्टी हो। यसका नीतिहरू, यसका विचारहरूले गतिसहित अगाडि आउने काम गरेका छन् र नेकपा एमालेको नेतृत्वमा पनि तमाम जनता र कार्यकर्ताले गति खोजिरहेका छन् र नेतृत्व यथास्थितिमा बसेर पार्टी गतिशील कसरी हुन्छ, अहिले आम जनताको प्रश्न यो रहेको छ। नम्बर 1 कुरा। दोस्रो कुरा, नेकपा एमालेले 2049 सालमा जनताको बहुदलीय जनवादी सिद्धान्त अंगीकार गर्यो। जनताको बहुदलीय जनवादका 3टा महत्त्वपूर्ण विशेषता थिए। नम्बर 1, बहुलवादलाई यसले स्वीकार गर्यो। बहुलवादको अर्थ पार्टीमा अनेक विचारहरूलाई, अनेक दृष्टिकोणहरूलाई, अनेक सोचहरूलाई प्रवेश दिने र तिनीहरूमा बृहत छलफल गर्ने र एउटा निष्कर्ष निकाल्ने। त्यो निष्कर्षको आधारमा पार्टी अगाडि बढ्ने। अहिले नेकपा एमालेको स्थिति के रह्यो भने विचारहरू नै बन्द भए र अनेक विचारका स्रोतहरूलाई बन्द गर्ने प्रवृत्ति अगाडि बढ्यो र एकजना व्यक्तिका निर्देशनहरू, प्रवचनहरू, आदेशहरू नै पार्टीका विचार हुन थाले, जसले पार्टीमा गति कमजोर हुँदै गएको छ। यसकारणले नेकपा एमालेको नेतृत्वमा पुनर्गठन आवश्यक छ। नम्बर 2, नेकपा एमालेले बहुदलीयतालाई स्वीकार गरेको छ। बहुदलीयता भनेको अनेक दलहरूले संगठित हुन पाउने, काम गर्न पाउने, विचार राख्न पाउने, जनतामा जान पाउने कुराहरू हो। तर हाम्रो पार्टीका नेतृत्वमा रहने आदरणीय कमरेडहरू कहिले 2 दलको कुरा गर्नुहुन्छ, कहिले 2 दलीय व्यवस्थाको कुरा गर्नुहुन्छ, कहिले चाहिँ त्यो दलहरूलाई रोक्नको निम्ति चाहिँ पार्टीको चाहिँ संसदीय चुनावमा चाहिँ के अरे त्यो के भन्छ त्यसलाई, के अरे त्यो भोटको उसलाई के भन्छ होइन, त्यो काट्न मिल्छ होइन, के भन्छ त्यसलाई, त्यो दलहरूको चाहिँ 3% राखेको छ नि त, 3% र 5%। थ्रेसहोल्ड, बस थ्रेसहोल्ड बढाउने कुरा गर्नुहुन्छ। जति थ्रेसहोल्ड बढ्छ त्यति चाहिँ नि दलहरू कम हुन्छन्, जति दलहरू कम हुन्छन् त्यति प्रतिस्पर्धा कम हुन्छ। यो चिजलाई चाहिँ नि बहुदलीय जनवादले स्वीकार गरेको छैन। यसकारणले पनि नीतिगत क्षेत्रमा समेत अहिले समस्याहरू आइरहेको छ। यसकारणले गर्दा बहुदलीय जनवादलाई बुझ्ने सवालमा पनि अहिलेको नेतृत्व अलिकति भ्रममा छ कि जस्तो मलाई लागिरहेको छ। तेस्रो र ज्यादै महत्त्वपूर्ण कुरा, जनताको बहुदलीय जनवादी सिद्धान्तलाई अघि सार्दा जननेता कमरेड मदन भण्डारीले प्रतिस्पर्धाको सिद्धान्तलाई सबभन्दा जोड दिनुभएको छ। खास गरी पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा, आन्तरिक लोकतन्त्रलाई जोड दिनुभएको छ। दोस्रो, आन्तरिक लोकतन्त्रमा प्रतिस्पर्धा गरेर अब्बल ठहरेका कार्यकर्ताहरू नेतृत्वमा आउनुपर्छ र तिनैले बाह्य प्रतिस्पर्धामा जानुपर्छ भन्ने जुन मदन भण्डारीको सोच थियो, त्यसलाई पनि अहिले अवरोध गर्ने काम गरिरहेको छ र पार्टीलाई खाली सर्वसम्मतिका नाममा सङ्कुचित बनाउने, केही व्यक्तिहरूको चाहिँ खेलको अड्डा बनाउने, केही व्यक्तिहरू बलले नेतृत्व निर्माण गर्ने र त्यही भित्र सीमित गर्ने काम भइरहेको छ। त यसले गर्दाखेरि नेकपा एमाले भित्र आन्तरिक लोकतन्त्रलाई व्यवस्थित गर्न, आन्तरिक लोकतन्त्रलाई खुला गर्न, आन्तरिक लोकतन्त्रलाई प्रोत्साहन गर्नको निम्ति पनि अहिलेको जुन जड नेतृत्व छ यसलाई भत्काउनु जरुरी छ र खुला प्रतिस्पर्धामा पार्टीलाई ल्याउनको निम्ति हामीले चाहिँ काम गर्नुपर्ने जरुरी छ। मूलतः अहिले नेकपा एमाले भित्रको चाहिँ सङ्घर्ष भनेको, एमाले भित्रको द्वन्द्व भनेको, एमाले भित्रको बहस भनेको, एमाले भित्रको विवाद भनेको नेतृत्व निर्माण, आम जनताप्रति उत्तरदायी कार्यकर्ताहरूले प्रत्यक्ष सहभागितामा गर्न पाउने कि नपाउने भन्ने हो। हामी कहाँ जिल्ला अधिवेशन हुन्छन्, त्यहाँ पनि सर्वसम्मतिको नाममा जडता प्रदर्शन गरिन्छ। प्रतिनिधिको चुनाव अहिले भइराखेको छ, महाधिवेशन भइराखेको छ। त्यो महाधिवेशनमा प्रतिनिधि चुन्ने सदस्यहरूको अधिकार हो, तर केही व्यक्तिहरू बस्ने सहमतिका नाममा पार्टी सदस्यको अधिकारलाई केही व्यक्तिहरूले, केही नेताहरूले आफ्नो हातमा लिएर प्रतिनिधिहरू चुन्ने काम भइरहेको छ। यसले के गरिरहेको छ भन्दा असल नेताहरू, प्रतिस्पर्धी नेताहरू, क्षमतावान नेता कार्यकर्ताहरूलाई अवरोध गरिरहेको छ। यो चिजलाई चाहिँ बुझ्न सक्ने लिडरसिप, नेतृत्व नेकपा एमालेमा अब आवश्यक छ कि
आम जनताहरू, आधारभूत तहमा काम गर्ने कार्यकर्ताहरू, आधारभूत तहमा काम गरेर अनुभव बटुलेका योग्य कार्यकर्ताहरूलाई प्रतिस्पर्धी क्षमता बढाएर पार्टीको नेतृत्वमा कसरी आउन दिने, यो प्रश्नमा हामी छलफल गरिरहेका छैनौँ। बरु आफ्ना आसेपासेहरू, आफ्ना सहयोगीहरू, प्रशंसकहरू, भजन गाउनेहरूलाई आफ्नो वरिपरि राखेर हामीले पार्टी बनाएको कुरा गरिरहेका छौँ, जसले गर्दा जनतामा हामी कमजोर भइरहेका छौँ। खास गरी भदौ 23-24 भएको जुन जेएनजीहरूको विद्रोह छ, युवाहरूको विद्रोह छ, त्यसलाई समयमै हामीले बुझ्न सक्नु पर्थ्यो, समयमै समाधान गर्न सक्नु पर्थ्यो। त्यसले कस्तो प्रभाव पार्न सक्छ भन्ने कुराको अध्ययन हाम्रो पार्टीकै नेतृत्वमा सरकार थियो, हाम्रो अध्यक्षले सरकारको चाहिँ नेतृत्व गरिरहनु भएको थियो, उहाँले त्यसलाई समाधानका उपायहरू खोज्न सक्नु पर्थ्यो। हामी महाधिवेशन गरिरहेका थियौँ, महाधिवेशनमा त्यो छलफलको विषय बन्नु पर्थ्यो र त्यसले के प्रभाव पार्न सक्छ भन्ने कुराको बहस गरिनु पर्थ्यो। त्यो महाधिवेशनमा, विधान महाधिवेशनमा त्यो बहसै भएन, छलफलै भएन र विधान महाधिवेशन सकिएको भोलिपल्ट जेएनजी विद्रोह भयो, पर्सिपल्ट हामी सरकार छोडेर भाग्नुपर्ने स्थिति आयो। हामी आफै सरकारमा बसेर सरकार छोडेर भाग्नुपर्ने स्थिति आएको सूचना हामीलाई पत्ता भएन, थाहा भएन। यसको पछाडिको कारण के हो त हामी आधारभूत तहसँग जोडिएका छैनौँ। यसको कारण के हो? हामी आधारभूत तहका सूचना प्राप्त गर्ने क्षमता राख्दैनौँ। यसको कारण के हो? हाम्रो लिडरसिप आधारभूत तहको समस्या बुझ्न सकिरहेको छैन। त्यसकारणले हामीले चाहिँ बुझ्नु जरुरी छ कि आधारभूत तहसँग जोडिँदैनौँ हामी, आधारभूत तहको सूचना थाहा पाउँदैनौँ हामी, आधारभूत तहमा के भइरहेको छ भन्ने कुरा जानकारी पाउँदैनौँ भने त्यस्तो नेतृत्वले कसरी देश हाँक्छौँ, हामी कसरी देश चलाउँछौँ? यो विषयहरू अहिलेका बहसका विषय हुन्, अहिलेका छलफलका विषय हुन्। त्यसकारण नेकपा एमालेको महाधिवेशनमा यी समग्र विषयहरूमा छलफल हुनुपर्छ र दूरदर्शी, जनउत्तरदायी, पारदर्शी र आम आधारभूत तहका कार्यकर्तालाई बुझ्न सक्ने नेतृत्व स्थापित गर्नुपर्छ।